यो कहानी सुरु हुन्छ 1995 तिरबाट। त्यसबेला ग्लोबल ब्याट्री मार्केटमा जापानिज कम्पनीहरुको नै मोनोपोली चल्थ्यो। ग्लोबल ब्याट्री मार्केटमा सबभन्दा बढी मार्केट भएको जापानिज कम्पनी सोनी, स्यानियो र प्यानासोनिक जस्ता कम्पनीहरुको मोनोपोली चल्थ्यो र त्यसबेलामा ठूलो हिस्सा ओगटेको थियो यस कम्पनीहरुले। Here at the research center, Sony's scientists are at work to develop the company's advanced technology. अब इन्ट्री हुन्छ BYD फाउन्डर वाङचु आन्फुको। मिस्टर वाङचु एक पेशागत रूपमा इन्जिनियर थिए। उनी एउटा ब्याट्री बनाउने इन्स्टिट्युटमा R&D अथवा रिसर्च एन्ड डेभलपमेन्टमा काम गर्थे। अब यहाँ प्रश्न उठ्छ कि मिस्टर वाङलाई यस इन्डस्ट्रीमा किन आउनु पर्यो त? उसँग एउटा राम्रो प्रोफेसन थियो, ऊ एकजना इन्जिनियर थिए र त्यसबेला उसले राम्रो पैसा पनि कमाउँथे। तर पनि यो जापानिज कम्पनीहरुको कम्पिटिसन्समा मोनोपोली भएको कम्पनीहरुमा किन कम्पिटिसन गर्न आवश्यक थियो त मिस्टर वाङलाई? हामी सबैलाई यस्तै नै लाग्छ। तर मिस्टर वाङलाई थाहा थियो कि बजार कता जाने वाला छ भनेर। ब्याट्री मार्केट इन्डस्ट्री बिस्तारै शिफ्ट हुँदै थियो निकल क्याडमियम ब्याट्रीबाट लिथियम आयन ब्याट्रीतर्फ। पुरै दुनिया लिथियम आयन ब्याट्रीतर्फ शिफ्टिङ हुनुको मुख्य तीनवटा कारणहरू यहाँ छ। लिथियम आयन ब्याट्रीतर्फ शिफ्टिङ हुनुको मुख्य कारण भनेको चाहिँ पावर स्टोरेज क्षमता। लिथियम आयन ब्याट्रीको पावर स्टोरेज क्षमता चाहिँ बढी छ निकल क्याडमियम ब्याट्रीको तुलनामा। यी दुवै ब्याट्री चाहिँ रिचार्जेबल ब्याट्री हुन् है। जुन यो लिथियम आयन ब्याट्री छ नि जसको पावर स्टोरेज क्षमता चाहिँ 260 WH/kg छ भने जुन यो निकल क्याडमियम ब्याट्री छ जसको पावर स्टोरेज क्षमता चाहिँ 50 WH/kg मात्र छ। एन्ड सेकेन्ड रिजन भनेको चाहिँ लाइट वेट र सुपर पावरफुल। जुन हामी स्मार्टफोनको प्रयोग गर्छौँ जसमा पनि हाम्रो लिथियम आयन ब्याट्रीको प्रयोग गरिन्छ। किन भन्दाखेरि यो लामो समय टिक्ने भएको कारणले लिथियम आयन ब्याट्री नै प्रयोग गरिएको हुन्छ यसमा पनि। एन्ड थर्ड रिजन इज इन्भाइरोमेन्टल इफेक्ट। निकल क्याडमियम ब्याट्री मोर पोल्युटेड एज कम्पेयर टु लिथियम आयन ब्याट्री। जुन यो निकल क्याडमियम ब्याट्री छ जसको माइनिङ र म्यानुफ्याक्चरिङ प्रोसेसमा चाहिँ हेभी मेटलहरूको प्रयोग गर्ने भएको कारणले यसले चाहिँ माटो, हावा, पानीमा चाहिँ अत्याधिक रूपमा पोल्युसन फैलाउने गर्दछ एज कम्पेयर टु लिथियम आयन ब्याट्रीको तुलनामा। अब लिथियम आयन ब्याट्रीले चाहिँ पोल्युसन गर्दैन भन्ने कुरा होइन, यसको कम्पेरिजनमा चाहिँ यो भन्दा चाहिँ कम नै पोल्युसन गर्ने गर्दछ।